हेलो साथीहरू, गुड मर्निङ। हामी चाहिँ सबैजना बिहानै सालिन नदीको मेलामा जाँदैछौँ। यसरी जाँदैछौँ, मेरो भदैनी ठुली भदैनी, अनि पछाडि मेरो जेठी भाउजू, यता सानो फुच्चे सोनिम, सुसानको चाहिँ मावली जाने पालो अरे। अनि दुईजनाको चाहिँ आज घुम्ने पालो नि त, घरमा बस्ने नि कोही छैन। अनि त्यही भएर चाहिँ हामी यसरी जाँदैछौँ। पछाडि मम्मीहरू, अनि कान्छी भाउजूको मम्मी, हाम्रो सासू मम्मी, दाई, मेरो मम्मी हुनुहुन्छ। हामी यसरी हिँड्दैछौँ। गाडी अब यहाँदेखि चढ्छौँ। गाडी चढ्नु हुँदैछ मम्मीहरू। तनिष्का पछाडि छ। युनिसालाई मैले लगिदिएको, भाउजू चाहिँ मम्मीलाई हिँडाउनु हुँदैछ गाडीमा। त्यति आँखा नि देख्नुहुन्न, त्यही भएर तनिष्का यसरी गाडीमा पसिसक्यो। अनि युनिसा मैले काखमा लिएँ साथीहरू। यसरी हामी घुटुङ टुङ 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 जाँदैछौँ। अनि यो चाहिँ सालिन नदी जानलाई त्यति गाह्रो नपाइने रहेछ, झन्नै कुर्नुपर्ने समय चाहिँ निकै हुने रहेछ। अनि रिजर्भ जस्तै भयो हाम्रो। यसरी सालिन नदी जानलाई चाहिँ गाडी हत्तपत्त नपाइने रहेछ भक्तपुरबाट। युनिसाले यसरी हेरिरहेछ, आनन्द छ भन्छ। अनि हाम्रो बाटो चाहिँ यस्तो छ साथीहरू, निकै राम्रो छ। यसरी घुटुङ 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 जाँदैछौँ। यसरी गयौँ हामी, बाटो जाने। यसरी अब हिँड्नुपर्छ। अनि हामी पुग्यौँ। यस्तो सामानहरू निकै धेरै पाइने रहेछ, यस्तो सबै कुराहरू। यहाँ चाहिँ प्रेम पाउ पसल, सालिन नदी। यस्तो यो अर्ग्यानिक खानेकुराहरू पनि छ, दाना दुनियाँहरू। यहाँ चाहिँ भटमास छ, 100 रुपियाँ जति लिए नि 100 रुपियाँ अरे। एउटा एक माना बराबर 100। यता चाहिँ नि पाउहरू छ, पाउको पसल। हामी यसरी छिर्यौँ। अनि यहाँ खुवा चाख्नु नचाख्नु भन्नुहुन्छ, मलाई त्यति खुवा मन पर्दैन, त्यही भएर म नखाने भने। यता आउनु न बहिनी, यता आउनु, खुवा चाखेर जानु भन्नुहुन्थ्यो। फेरि यता चाहिँ मैले खाइनँ, म खान्न दाइ, मन पर्दैन भने। अनि यता आएँ। यहाँ कान्छा दाइ हुनुहुन्छ। अनि सबैजना किनबेच गर्नुहुन्छ छ। यसरी सरर गयौँ। झिलिमिली पसलहरू पनि छ, के किन्ने भनेर हिजो त थुप्रो सामानहरू किन्यो। यता गयो पाउ, उता गयो पाउ। निकै राम्रो मिठो थियो। यस्तो छ। अनि म यसरी अगाडि बढ्दै गएँ। ठ्याक्कै फेरि दाइ र भाइलाई के पुगेन, भाउजू पनि हुनुहुन्छ, के सामान बिर्सियो किन्नुपर्ने भनेर जानुभयो उहाँहरू। म फेरि यहीँ पर्खेँ। यसरी डिकी च्याउ खेल्दैछन् गुडियाहरू। अनि मम्मीलाई नै भेटेँ। हाम्रो चाहिँ फेरि चारैतिर भयो क्या, हिँड्ने बेलामा कसलाई के मनपर्ने। अनि आफ्नो इच्छा पुरा गर्नलाई चारैतिर भयो। अनि म चाहिँ यता छु। अब कसलाई भेट्छु, कसलाई भेट्दिनँ। निकै हराइ जाने रहेछ यो ठाउँ। निकै ठुलो मेला पो लागेको त। अब यसरी हामी पूजा गर्न जाँदा चाहिँ हामी हात मुख पखाल्यौँ। यसरी हामी घरमै नुहाउनु चाहिँ नुहाएको, तर कतिपय मान्छेहरू चाहिँ यहीँ नुहाएर पूजाआजा गर्नुहुने रहेछ। हामी चाहिँ घरमै नुहाएर गएको। यसरी हरियो छ नदी। यता माथितिर मन्दिरहरू छ। मान्छेको भिडभाड त्यत्तिकै छ, हरियो नदी छ साथीहरू। यहाँ चाहिँ फेरि यत्रो नदी छ, अनि तलतिर हेर्दा चाहिँ फेरि यो पानी चाहिँ कहाँ जान्छ मलाई अचम्म लागेको थियो। यो तलतिर यत्रो पानीको बहाव छ यहाँ चाहिँ, अनि तलतिर हेर्दा चाहिँ खोला जस्तो छ, नदी नै होइन जस्तो क्या साथीहरू। यहाँ चाहिँ यत्रो पानीको भार छ। सालिन नदी भनेको यही हो क्या साथीहरू। सबैले मुख धुने अनि पूजाआजा गर्नुहुने। यहाँ एकजना आन्टी चाहिँ पस्नुपर्ने, मैले पनि मुख धुएँ यसरी। यस्तो अनि यसरी मुख धुएँ। अब यहाँ चाहिँ यस्तो गर्नुपर्ने रहेछ। अनि यता गएँ। अनि यहाँ चाहिँ दाइहरू पूजा गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ कति 10जना गएको थियौँ साथीहरू पूजा गर्नु। कहाँ जाने, केटाकेटी पनि त्यस्तै, बुढाबुढी त्यस्तै। अनि यताउति गर्दा डोलाउँदा कहाँ छुट्यो।
दाइको पालो अहिले पूजा गर्ने। अर्को जेठा दाइहरूलाई म भेटिनँ। अनि यसरी मम्मीलाई टिका लाउनु चाहिँ बाहुन बाजेले टिका लगाएको। म त एक्लै हिँडेको साथीहरू यसरी। अनि म पनि आफै टिका लाएँ। यहाँ चाहिँ हाम्रो जम्मा भएर फेरि मलाई चाहिँ क्यामेरा देखाइदिनु भएको मेरो भदैनी तनिष्काले। जेठी भाउजूहरूसँग थियौँ यसरी पालै पिलो टिका लगाइ गरेको। बाहुन बाजेले आशीष दिनु हुँदैछ। म चाहिँ सुनिबस्दैछु। आनन्द लाग्छ क्या मलाई चाहिँ, विश्वास एकदमै लाग्छ यस्तोमा। अनि मलाई यो डोरी पनि लाउनु रहर लाग्छ क्या, तर बाजेले उहाँले आफै लगाइदिनु भयो। म लगाएँ। म चाहिँ यो पहिला धेरै मन पर्थ्यो। अनि मलाई छेत्रीसँग बिहे गर्छ चाहिँ क्या हो भन्नुहुन्थ्यो मम्मीले। अनि मैले यस्तो कुरा गर्थेँ। अब म चाहिँ दक्षिणा दिन पर्यो नि त, यसो टिका लगाइदिएपछि यसो दिएँ मैले, नमस्कार गरेँ उहाँलाई। अनि सके उठेँ। अनि हामी खाजा खायौँ लगातार आएर। यस्तो चाउमिन खायौँ हामी, किमानु रस खाएको सबैजना। अनि मम्मीलाई चाहिँ मन पर्दैन, अनि समोसा उहाँलाई। अनि यता हाम्रो मम्मीलाई पनि समोसा र तरकारी पनि मागिदिएको। अनि एकछिन केटाकेटीहरू खेल्ने भनेर यसो खेल खेलायो। खेल खेलाइसकेपछि अब हाम्रो सुचारू हुँदैछ फर्किने क्रम। अब बाट फेरि यता गयौँ। अनि म चाहिँ फर्किँदाखेरिको यो भिडियो बनाएको थिएँ। यहाँ चाहिँ दाइले तिल किन्नु हुँदै थियो। अनि मैले पर्खिँदै गर्दाखेरि भिडियो बनाएको थिएँ यसरी। अनि फर्किनिसक्यौँ, आयौँ। हिँड्दै थिएँ। आजको मेला त भयङ्कर लागेको साथीहरू। म त्यत्रो मेला त कहिले देखेकै थिएन। जति हेऱ्यो उति राम्रो, जति हेऱ्यो उति राम्रो। निकै रमाइलो हुँदो रहेछ। 1 महिनाको अझै मेला लाग्ने रहेछ साथीहरू यहाँ त। कति टन्न क्या, छक्क पर्नु। ल अब हामी फर्क्यौँ, गाडीले